म चाहिँ सिस्ना टिप्न आएको होका यहाँ यति जति टिप्यो यी डोकामा अनि यो फलामको चिम्टा यो चिम्टा चाहिँ अलि बाङ्गेको रहेछ यहाँ सिस्ना छ यसलाई बस्ने अनि यो टिप्ने हो सिस्ना ककलाई मन पर्छ सिस्ना खाने भए आउनु होला यहाँ सिस्ना टन्नै छ टिप्न पनि सक्नुपर्छ फेरि खाएर मात्रै भएन हैन सिस्नो टिप्नु पर्यो पकाउनु पर्यो खाएर मात्रै हुँदैन नि फेरि है ढिँडो ढिँडोसँग खानुपर्छ अहिले त्यो सिस्ना यति भइसक्यो एक डोका भरि नै लाग्छ अब यति टिप्छु यहाँ पनि छ उता पनि छ थोरै यहाँनिर चाहिँ मौसमी पनि रहेछ क्या मौसमी पनि छ यो टिपेर खानुपर्छ अहिले गाउँतिरको मौसमी यो चाहिँ खाने भइसक्यो रहेछ यो चाहिँ टिपिहाल्ने हो एकछिनपछि यो चाहिँ हाम्रो गाउँ आहा यस्तो सिन देखिरहेछ पुरा यहाँनिर चाहिँ यो बाँदर हेर्नको लागि बनाएको छाप्रो रहेछ क्या हो यहाँनिर चाहिँ यो पुरानो घर अहिले टिन लगाएर यस्तो बनाउनु भएको रहेछ पुरै डाँडा काँडा सिस्नाले चाहिँ डोका भर्यो अब घरतिर जानु लाग्यो यति सिस्ना भयो त टन्नै पुग्छ अब खानालाई घर पनि नजिकै छ यो सिस्नाले हातमा चाहिँ दरो पोल्यो हात पनि यस्तो छ